नमस्ते सबैजनालाई। हामी चाहिँ म दाइ र म चाहिँ यहाँ दाइको गाडीमा यहाँ अलिकति हल्का गाउँ साइडमा आएको। अनि यता चाहिँ खेती गरिराखेन होइन, यता चाहिँ यस्तो खेती गरिराखेन, सुक्खा छ। तर यता चाहिँ मजाले खेती गरिरहेको। मकै चाहिँ यस्तो छ कि अहिले चाहिँ अब गोड्ने टाइम भएको रहेछ होइन। अनि यस्तो चाहिँ एउटा कुरा। अर्को कुरा चाहिँ यहाँ कोही मान्छे छैन, तर पसल यस्तो छ कि टाढाबाट देखाउँ होइन, यस्तो यस्तो छ। कस्तो भने ल यहाँ के छ थाहा छैन है। अनि टक्क लाएर यहाँ के रहेछ, यहाँ टमेटो भनेको लार्ज रे यत्रो रहेछ। अनि यो चाहिँ मिडियम रे यत्रो रहेछ। एक्स्ट्रा लार्ज रे चाहिँ यत्रो रहेछ। टक्क डिपार्टमेन्ट टक्क छुट्याएर। अनि पैसाहरू चाहिँ यहाँ लेखा छ है, यहीँ पढ्न सक्नुहुन्छ तपाईँहरूले के है। अनि यहाँ जाली रहेछ, एग के छ त्यहाँ, के एग छ यहाँभित्र होला होइन, त्यहाँभित्र होला। अनि यहाँ अर्कै यो के मेन्युहरू यहाँ छ, यस्तो छ। अनि यहाँ के हो, यो नचिन्ने चिज हो, यो फर्सी हो के अरे, फर्सी। अनि पैसा क्युआर कोडबाट यहाँ हाल्ने, नभए चाहिँ यहाँ क्यास भए यहाँबाट टक्क हाल्ने ठाउँ रहेछ। अनि यो लार्ज फर्सी के भन्छ, मिडियम फर्सी छ ठ्याक्क यस्तो। कोही मान्छे छैन। अब अमेरिकामा चोरी हुन्छ, गन हान्छ भन्छ, फेरि गाउँमा आयो भने चाहिँ यस्तो ठाउँ पनि भेटिँदो रहेछ। सो एकदमै रमाइलो लाग्यो आज। एकदमै शान्त ठाउँ छ है, मजाको, कोही छैन, फार्म हाउसहरू छ, जङ्गल, रोड, एउटा दुइटा गाडी आउँछ। अनि यस्तो ठाउँ रहेछ। अनि भिडियो चाहिँ बनाउनै पऱ्यो होइन। यो चाहिँ मेरो डेली लाइफ ब्लगको 10औँ दिन हो। अब तपाईँहरूलाई म 11औँ दिनमा भेट्नेछु। थ्याङ्क यू सो मच, बाई बाई।